स्वर्गद्वारी नेपालको लुम्बिनी प्रदेश अन्तर्गत प्युठान जिल्लामा अवस्थित एक अत्यन्तै महत्त्वपूर्ण धार्मिक तथा पर्यटकीय स्थल हो। समुद्री सतहबाट करिब 2121 मिटरको उचाइमा रहेको यो ठाउँलाई नेपालका प्राचीन पवित्र तीर्थस्थलहरूमध्ये एक मानिन्छ। स्वर्गद्वारीको बारेमा केही मुख्य जानकारीहरू यस प्रकार छन्। 1. धार्मिक तथा ऐतिहासिक महत्त्व। महाप्रभुको तपोभूमि। यो क्षेत्र 18औं शताब्दीको अन्त्यतिर महाप्रभु अभयानन्द सरस्वती बाल तपस्वीको तपस्या र साधना स्थलको रूपमा प्रसिद्ध छ। उनले यहाँ विसम्बत 1951 मा अखण्ड महायज्ञ सुरु गरेका थिए, जुन आजसम्म पनि निरन्तर चलिरहेको विश्वास गरिन्छ। नामको अर्थ स्वर्गद्वारीको शाब्दिक अर्थ स्वर्ग जाने ढोका भन्ने हुन्छ। पौराणिक मान्यता अनुसार पाण्डवहरू स्वर्ग जाँदा यही बाटो भएर गएका थिए भन्ने जनश्रुति रहेको छ। 2. मुख्य आकर्षणहरू। अखण्ड धुनी। यहाँ वर्षौंदेखि निरन्तर बलिरहेको पवित्र धुनी रहेको छ, जसको खरानी विभूतिलाई प्रसादको रूपमा ग्रहण गरिन्छ। मन्दिर र गुफाहरू। यहाँ भगवान गणेश, सूर्य, देवी र विष्णुका मन्दिरहरूका साथै महाप्रभुले साधना गरेका गुफाहरू पनि देख्न सकिन्छ। प्राकृतिक दृश्य। उचाइमा रहेका कारण यहाँबाट धौलागिरी, अन्नपूर्ण, मनास्लु लगायतका उत्तरतर्फका हिमश्रृङ्खलाहरूको मनोरम दृश्य अवलोकन गर्न सकिन्छ। गौशाला। यहाँ सयौंको संख्यामा स्थानीय जातका गाईहरू पालिएका छन्, जसलाई धार्मिक रूपमा निकै पवित्र मानिन्छ। 3. यात्रा र पहुँच। मार्ग। दाङको भालुवाङ वा घोराईबाट रोल्पा जाने बाटो हुँदै प्युठानको भिङ्ग्रीसम्म गाडीमा जान सकिन्छ। भिङ्ग्रीबाट केही घण्टाको पैदल यात्रा वा कच्ची बाटो हुँदै सवारी साधनबाट स्वर्गद्वारी पुग्न सकिन्छ। विशेष समय। यहाँ वैशाख पूर्णिमा, कार्तिके पूर्णिमा र माघे संक्रान्ति जस्ता पर्वहरूमा ठूलो मेला लाग्ने गर्दछ। स्वर्गद्वारी केवल धार्मिक आस्थाको केन्द्र मात्र नभएर शान्त वातावरण र प्राकृतिक सुन्दरताको खोजीमा रहेकाहरूका लागि पनि एक उत्कृष्ट गन्तव्य हो। मेरो देश,